यो हो गण्डक ब्यारेज नवलपरासी त्रिवेणीमा आइपुगेका छौँ हामी गण्डक ब्यारेज उतापट्टि इन्डियाको पानी कोशी ब्यारेज जस्तो ठुलो लामो त होइन जस यस्तो खालको छ इन्ट्रान्स यो छ गण्डक ब्यारेज मान्छेहरू त्यहाँ बसिरहन् घाम सर्किएको छ आज साउन 21 गते हामी यहाँ गण्डक पावर हाउस र सब स्टेसन अध्ययनको लागि आइपुगेका थियौँ यसै क्रममा गजेन्द्र मोक्षधाम हुँदै हामी यो गण्डक ब्यारेज हेरिरहेका छौँ कतिवटा गेट हो थाहा भएन गण्डक ब्यारेजको चाहिँ जस्ट